Hello, welcome to everyone in our channel Lok Seva Nepal, and we are going to discuss about the migration related topic today. And today's question is, explain the reasons of migration from rural areas to urban areas and analyze the trend of this type of migration in Nepal. Discuss its impact on the socio-economical development of rural areas. नेपालीमा प्रश्न रहेको छ, ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा हुने बसाइसराईका कारण उल्लेख गर्दै नेपालमा यस प्रकारको बसाइसराईको प्रवृत्ति विश्लेषण गर्नुहोस्। यसले ग्रामीण क्षेत्रको आर्थिक सामाजिक विकासमा पार्ने प्रभाव चर्चा गर्नुहोस्। आजको यो प्रश्न रहेको छ र हामीले नेपाली र इङ्ग्लिस दुवैमा यो प्रश्नको उत्तर दिने प्रयास गर्नेछौँ। ल त ढिलो नगरी आजको यो प्रश्नको बारेमा छलफल गरौँ। A rural area is a geographical area where the infrastructure of development is relatively less developed, employment opportunities are low, and people who live in lifestyle based on traditional agriculture and forest products. The process of migration from such areas to advanced, modern and developed urban areas is called migration from rural areas to urban areas. The Constitution of Nepal guarantees freedom to every citizen to reside, to pursue profession and employment, to establish and operate industry, trade and business in any other part of Nepal. At the same time, migration has become a matter of individual choice and freedom. यस्तो कस्तो भने ग्रामीण क्षेत्र भनेको विकासका पूर्वाधार अपेक्षा गरे अनुसार विकास नभएका, रोजगारीका अवसरहरू न्यून रहेका तथा परम्परागत कृषि एवं वन पैदावारहरूमा आधारित जीवनशैली अपनाउने मानिसको बसोबास भएको एउटा भौगोलिक क्षेत्रलाई हामीले ग्रामीण क्षेत्र भनेर बुझ्नुपर्दछ। यस्तो क्षेत्रबाट उन्नतिको लागि आधुनिक र विकसित शहरी क्षेत्रतर्फ बसाइ गर्ने प्रक्रियालाई हामीले ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा हुने बसोबास भनेर बुझ्दछौँ। रुरल एरियाज टु अर्बन एरियाज माइग्रेसन भनेर बुझिन्छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई नेपालको कुनै पनि भागमा बसोबास गर्ने, पेशा र रोजगार गर्ने, उद्योग व्यापार व्यवसाय गर्ने स्वतन्त्रता प्रदान गरेको छ र यस सँगसँगै बसाइसराई व्यक्तिको छनौट एवं स्वतन्त्रताको विषय पनि बढेको छ। यदि हामीले हेर्यौँ भने मान्छेलाई फ्रिडम अफ चोइस छ, जहाँबाट नेपालको कुनै पनि क्षेत्रबाट कुनै पनि अर्को शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा अथवा ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा जहाँ पनि गएर आफूले चाहिँ आफ्नो चोइस अनुसार बस्न सक्ने फ्रिडम चाहिँ हाम्रो नेपालको संविधानले दिएको छ। Now let's see the reasons for migration from rural to urban areas. ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा हुने बसाइसराईका कारणहरू: seeking quality education, health and transport facilities due to the inadequacy of basic services such as education, health and transport. शिक्षा, स्वास्थ्य, यातायात जस्ता आधारभूत सेवाको पनि उपलब्धता नहुँदा मानिसहरू गुणस्तरीय शिक्षा, स्वास्थ्य र यातायात सुविधाको खोजीमा पनि बसाइसराई हुने गरेको छ। Seeking out these opportunities due to the lack of employment opportunity. रोजगारीको अवसरको कमी हुने कारणले गर्दाखेरि पनि बसाइसराई ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा बढेको छ। Traditional farming practices, low productivity and hard work have led people to seek better job opportunities and a higher standard of living. नेपालमा अझै पनि परम्परागत कृषि पद्धतिको नै अवलम्बन गरेको पाइन्छ। आधुनिकीकरण अझै पनि कृषिमा पूर्ण रूपमा नसकेको अवस्थामा र यसरी परम्परागत कृषि पद्धति अनुसार चाहिँ न्यून उत्पादन पनि हुने र यसले गर्दाखेरि हार्डवर्क पनि बेसी गर्नुपर्ने, जसले गर्दा भने जस्तो प्रोडक्टिभिटी नभएपछि बेटर अपर्च्युनिटिज र आफ्नो लिभिङ स्ट्यान्डर्डलाई हायर बनाउनको लागि पनि पिपल आर मुभिङ फ्रम रुरल टु अर्बन एरियाज. Increasing attraction toward modernization and urbanization to get rid of poverty prevalent in rural areas. ग्रामीण क्षेत्रमा भएको गरिबीबाट छुटकारा पाउनको लागि आधुनिकीकरण र शहरीकरणमा मानिसहरूको अट्र्याक्सन पनि बढ्दै गएको छ। यो पनि एउटा रिजन हो। पिपल आर मुभिङ टु सेफ प्लेस बिकज अफ द इन्टरनल कन्फ्लिक्ट. आन्तरिक द्वन्द्वका कारण सुरक्षित स्थानको खोजीमा पनि पिपल आर मुभिङ फ्रम रुरल टु अर्बन एरियाज. Seek safe and convenient place for disaster risk. विपद जोखिमको कारणले गर्दा पनि सुरक्षित सुविधा सम्पन्न स्थानको खोजीमा मानिसहरू ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा बसोबास गर्दै आइरहेको पाइन्छ। यस्तै गर्दै people are looking for better living conditions because of the remote locations and geographical difficulties.
दुर्गम भूगोल र भौगोलिक कठिनाइका कारण सहज जीवनयापन र सुविधा सम्पन्न वासस्थानको खोजी गर्दै पनि ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा मानिसहरूको बसोबास भएको पाइन्छ। यो पनि एउटा रिजन हो, माइग्रेसन फ्रम रुरल टु अर्बन एरियाज। एन्ड देयर आर अदर सोसियल एन्ड पोलिटिकल रिजन अल्सो म्याटर फर द माइग्रेसन फ्रम रुरल टु अर्बन एरियाज। सामाजिक र राजनीतिक कारणहरू पनि, अन्य कारणहरूले गर्दा पनि मानिसहरूले यो बसाइसराई गरेको पाइन्छ ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रमा। Now let's see the trend of rural-urban migration in Nepal. नेपालमा ग्रामीण सहरी बसाइसराईको प्रवृत्ति हेरौँ। According to the National Census 2078, migration from rural to urban areas is high in the internal migration of Nepal. The trend of this type of migration is as follows. राष्ट्रिय जनगणना 2078 को तथ्याङ्क अनुसार नेपालको आन्तरिक बसाइसराईमा ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा हुने बसाइसराई उच्च रहेको देखिन्छ र यस प्रकारको बसाइसराईको प्रवृत्तिहरू कस्तो रहेको छ हेरौँ अब। Migration to the mountainous region is thinning. In the hilly region, the number of migrants coming to other cities except the main cities like Kathmandu Valley and Pokhara is low. The trend of migration has decreased in the Tarai. The trend of migration from Tarai to cities like Kathmandu and Pokhara is increasing. हिमाली क्षेत्रमा बसाइसराई पातलिँदै गएको छ। पहाडी क्षेत्रमा काठमाडौँ उपत्यका, पोखरा लगायतका मुख्य सहर बाहेक अन्य सहरमा बसाइसराई गरी आउने क्रम चाहिँ न्यून रहेको छ। तराईमा बसाइसराई गर्ने प्रवृत्तिमा कमी आएको छ भने तराईबाट काठमाडौँ, पोखरा जस्ता सहरतर्फ बसाइसराई गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। Despite the expansion of roads, transport and other facilities in the rural areas, the hills, the trend of migration is increasing in the nearby semi-urban areas. The average migration rate in rural municipalities is 17.1%, while in urban municipalities is 35.5%. पहाडका ग्रामीण क्षेत्रमा सडक यातायात र अन्य सुविधाहरूको अहिले धेरै नै विस्तार भएको देखिन्छ। यति विस्तार हुँदाखेरि पनि नजिकको अर्धशहरी क्षेत्रमा बसाइसराईको क्रम बढ्दो रहेको छ। गाउँपालिकामा बसाइसराईको दर हेर्ने हो भने हामीले औसत 17.1% र सहरी नगरपालिकाहरूको हकमा भने औसत 35.5% रहेको देखिन्छ। Now let's see the other trends for rural-urban migration in Nepal. Migration from rural to urban areas is 51.3%. The trend of rural-urban migration varies according to the geographical region and provision. ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रतर्फको बसाइसराई 51.3% छ। यस्तै गरी ग्रामीण सहरी बसाइसराईको प्रवृत्ति चाहिँ भौगोलिक क्षेत्र र प्रदेशअनुसार पनि विविध रहेको देखिन्छ। Rural-urban migration in the hilly region is 48.6% and rural-urban migration in Tarai is 55.5%. पहाडमा ग्रामीण सहरी बसाइसराई 48.6% र तराईमा ग्रामीण सहरी बसाइसराई चाहिँ 55.5% रहेको छ। Bagmati province has the highest rural-urban migration. The rural-urban migration rate in the province is Bagmati province is 49.7%. Migration from urban to urban areas is also high in this province. बागमती प्रदेशमा ग्रामीण सहरी बसाइसराई सबैभन्दा उच्च रहेको देखिन्छ। यस प्रदेशमा ग्रामीण सहरी बसाइसराई दर चाहिँ 49.7% रहेको छ। यस प्रदेशमा सहरीबाट सहरी क्षेत्रमा हुने बसाइसराईको दर पनि उच्च रहेको छ बागमती प्रदेशमा। Now let's see the impact on economic and social development of rural areas. ग्रामीण क्षेत्रको आर्थिक सामाजिक विकासमा कस्तो प्रभाव पार्दछ त माइग्रेसनले बसाइसराईले त्यसको बारेमा हेरौँ। फर्स्ट अफ अल नाउ सी द पोजिटिभ इम्प्याक्ट अफ माइग्रेसन। Increase income level in rural areas due to the increase in internal remittance inflows. ग्रामीण क्षेत्रमा आन्तरिक विप्रेषण प्रवाहमा बढोत्तरी भई आयस्तर वृद्धि हुने गर्दछ। इन्भेस्ट इन क्वालिटी एडुकेसन एन्ड हेल्थ विथ एन इन्क्रिज इन इन्कम लेभल्स। आयस्तरको बढोत्तरी सँगसँगै चाहिँ गुणस्तरीय शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकिन्छ। रिड्युस इन द प्रेसर अन नेचुरल रिसोर्सेस। प्राकृतिक स्रोत साधनमाथिको दबाव कम हुने।
सपोर्ट द एक्सपान्सन अफ नलेज स्किल एन्ड टेक्नोलोजी इन रुरल एरियाज, ग्रामीण क्षेत्रमा ज्ञान सिप र प्रविधि विस्तारमा सहयोग पुग्ने। सपोर्ट द मोडर्नाइजेसन अफ रुरल एरियाज, ग्रामीण क्षेत्रको आधुनिकीकरणमा पनि सहयोग पुग्ने। एन्ड कन्ट्रिब्युसन टु सोसल कल्चरल ट्रान्सफर्मेसन, सामाजिक सांस्कृतिक रूपान्तरणमा टेवा पुग्ने देखिन्छ यो माइग्रेसनले रुरल टु अर्बन एरियाजले गर्दा। इम्प्याक्ट अन इकोनोमिक एन्ड सोसियल डेभलपमेन्ट अफ रुरल एरियाज भनेर रुरल एरियाज ग्रामीण क्षेत्रमा चाहिँ इकोनोमिक एन्ड सोसियल डेभलपमेन्टमा कस्तो इम्प्याक्ट पर्छ त माइग्रेसनले भनेर हेर्ने क्रममा चाहिँ पोजिटिभ इम्प्याक्ट हामीले चर्चा गऱ्यौँ। अब हेरौँ नेगेटिभ इम्प्याक्ट। सर्टेज अफ लेबर इन एग्रिकल्चर विल रिड्युस एग्रिकल्चरल प्रोडक्सन। जस्तै कस्तो भने सम्पूर्ण मानिसहरू ग्रामीण क्षेत्रबाट सहरीकरणमा बसाइसराई गर्यो भने चाहिँ कृषिमा चाहिँ श्रमिकको अभावसँगै कृषिको उत्पादन पनि घट्ने हुन्छ। द प्रिडोमिनेन्स अफ द एजिङ पपुलेसन, अनि ग्रामीण क्षेत्रमा चाहिँ बुढ्यौली जनसङ्ख्याको बाहुल्यता हुन्छ होइन। यस्तै गरी नेगेटिभ पपुलेसन ग्रोथ, जनसङ्ख्या वृद्धि दरमा पनि नकारात्मक प्रभाव पर्ने गर्दछ। इन्क्रिजिङ जेन्डर इम्ब्यालेन्स, लैङ्गिक असन्तुलन पनि पर्दछ। इन्डिजिनियस टेक्नोलोजी एन्ड स्किल आर डिसएपियरिङ, रैथाने प्रविधि र सिप लोप हुँदै जान्छ। लो स्टेट इन्भेस्टमेन्ट इन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट विथ डिक्रिजिङ पपुलेसन, घट्दो जनसङ्ख्या सँगसँगै पूर्वाधार विकासमा पनि राज्यको न्यून लगानी हुन्छ। यस्तै गरी एडिङ एन एडिसनल बर्डन टु द स्टेट अन मेन्टेनेन्स ड्यू टु द लो युटिलाइजेसन अफ इन्फ्रास्ट्रक्चर, निर्मित पूर्वाधारको उपयोग न्यून हुने हुँदाखेरि मर्मत सम्भारमा राज्यलाई अतिरिक्त बोझ थपिँदै जाने गर्दछ। र कस्तो हुन्छ भने यदि ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रमा बसोबास गर्दै जाँदाखेरि हामीले करेन्टको सिनारी हेऱ्यो भने पनि ग्रामीण क्षेत्रमा चाहिँ धेरै जसो बुढा मान्छेहरू धेरै हुने, यङ जेनेरेसन नहुने होइन, कमाउनको लागि, रोजगारी अपर्च्युनिटीको लागि अथवा बेटर लाइफस्टाइलको लागि, अर्बनाइजेसनको लागि डिफ्रेन्ट कारणहरूले गर्दाखेरि चाहिँ ग्रामीण क्षेत्रबाट मानिसहरूको बसाइसराई चाहिँ यो अर्बन एरियामा आएको छ होइन। जसले गर्दा के भइरहेछ भने गाउँघरहरूमा घरहरू पनि यत्तिकै रहिरहेका छन्, बालीहरू यत्तिकै छ, जसले गर्दाखेरि उत्पादन छैन होइन, उत्पादकत्वमा बढी छैन, जसले गर्दा चाहिँ राज्यको त्यतातिरको इन्भेस्टमेन्ट पनि इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा पनि न्यून हुन्छ, जसले गर्दा चाहिँ गाउँहरू चाहिँ लोपै हुँदै जाने जस्तो देखिन्छ अहिलेको प्रवृत्तिमा पनि। सो एउटा चाहिँ पोजिटिभ इम्प्याक्ट त भयो नै, त्यसको साथसाथै नेगेटिभ इम्प्याक्ट पनि रहन्छ भनेर हामीले यसमा डिस्कस गऱ्यौँ। नाउ लेट्स सी इन द कन्क्लुजन। In conclusion, rural-urban migration in Nepal has accelerated mainly due to the lack of opportunities in rural areas and opportunities available in urban areas. The rate of migration from rural areas to urban areas has increased significantly in recent years. Thus, increasing migration has the potential to create an unbalanced distribution of the population and weaken the effectiveness of the government's development and policies and programs. It is necessary for the policymakers to pay attention to regional balance in development, expansion of employment opportunities in rural areas, and development of infrastructure and modern services. अन्त्यमा नेपालमा ग्रामीण सहरी बसाइसराई मूलतः ग्रामीण क्षेत्रमा व्याप्त अभाव र सहरी क्षेत्रमा उपलब्ध अवसरको कारणले तीव्र रूपमा बढेको पाइन्छ। पछिल्ला वर्षमा चाहिँ हेर्यो भने ग्रामीण क्षेत्रबाट सहरतर्फ बसाइसराई गर्ने क्रम चाहिँ यसको दर चाहिँ उल्लेखनीय रूपमा बढेको देखिन्छ। यसरी बढ्दो बसाइसराईले जनसङ्ख्याको असन्तुलित वितरण सिर्जना गरी सरकारका विकास नीति तथा कार्यक्रमको प्रभावकारिता कमजोर पार्ने सम्भावना रहन्छ। यसले गर्दाखेरि विकासमा क्षेत्रको सन्तुलन, ग्रामीण क्षेत्रमा रोजगारी अवसर विस्तार तथा पूर्वाधार र आधुनिक सेवाको विकासमा नीति निर्माताको ध्यान जान अत्यन्तै आवश्यक देखिन्छ। जसले गर्दाखेरि चाहिँ रिजनल ब्यालेन्स होस्, ग्रामीण र सहरी बसोबास पनि ब्यालेन्स होस् भन्नको लागि चाहिँ सरकारले रोजगारीका अवसरहरू, इन्फ्रास्ट्रक्चर डेभलपमेन्टहरू, अपर्च्युनिटिजहरूदेखि लिएर सम्पूर्ण सुख सुविधाहरू ग्रामीण क्षेत्रमा पुर्याइदियो भने रुरल अर्बन यो जुन माइग्रेसनको अनब्यालेन्स छ यसलाई चाहिँ ब्यालेन्स गर्न सकिन्छ भनेर बुझ्न सकिन्छ। थ्याङ्क यू फर वाचिङ अस। र यो प्रश्न हामीले लोकसेवाको
को लागि चाहिँ गोरखापत्रबाट लिएको। र यदि तपाईँलाई यस्तो खालको कुनै पनि प्रश्नको बारेमा जिज्ञासा छ भने तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ अस। फर मोर प्लिज हाम्रो च्यानललाई भिजिट गर्नुहोला। थ्याङ्क यू फर वाचिङ अस।